नेपाली समाजको 5वटा समस्या हो। एउटा समस्या धनी र गरिब बीचको समस्या, वर्गीय विभेद। दोस्रो समस्या पितृसत्ताको समस्या, आधाभन्दा बढी जनसङ्ख्या महिलाहरू दासत्वको हालतमा हरेक घर घरमा छन्। तेस्रो समस्या जात व्यवस्थाको समस्या, 1/4 मानिस सर छैनन् र उनीहरूको श्रम यति सस्तो छ कि बार्गेनिङ गर्ने श्रम पनि छैन। चौथो समस्या नेपालको के हो त? विदेशी उत्पीडनको समस्या हो। हामी लगातार अरूको खटनपटनमा छौँ। हाम्रो बजेट पनि स्वतन्त्र रूपमा बन्दैन। प्रत्येक नागरिकको टाउकोमा 81-82 हजार हुन्छ, त्यसमध्ये ठुलो हिस्सा विदेशी छ। र 5औं समस्या छ नेपालमा उत्पीडित राष्ट्रहरूको समस्या छ, आदिवासी जनजातिहरूको। यी 5वटा समस्या हो मुख्य। ती 5वटा समस्याहरूमध्ये केन्द्रीय समस्या चाहिँ नेपालमा उत्पादन प्रक्रिया धराशायी भयो। मूल वर्गीय समस्या त्यहाँबाट जन्मिरहेको छ। हामीसँग यहाँ केही पनि उत्पादन हुँदैन। यहाँ बन्ने सरकारहरूले के गर्छन्? उत्पादन नगर्ने नीति बनाउन जान्छन्। अनि उत्पादन नगर्ने विदेशी सामान मात्रै ल्याएर फिजाउनेहरूले चुनाव लड्न पैसा दिन्छन्।